मेचीदेखि महाकालीसम्म मेला महोत्सव धाछु मेचीदेखि महाकालीसम्म मेला महोत्सव धाछु श्रीमती पहिला हिँडिहाली छोरी बोकेर छुलौ न त माइत नगारा हुने मन सारा 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 न त माइत नगारा। अस्ति होइन हिजो होइन नवीन आज आउने हिजो होइन अस्ति होइन नवीन आज आउने झर्कली छोडी फुटोलमा भेटाएर गफ मात्र ठुलो लाउने जान्न म त त्यो घर जान्न म त त्यो घर यसो गर्नु भएर जान्न म त त्यो घर यसो गर्नु भएर जान्न म त त्यो घर यसो गर्नु भएर जान्न म त त्यो घर हे राम्रा आइमी देख्यो भने भन्छ आफ्नै प्यारो राम्रा केटी देख्यो भने भन्छ आफ्नै प्यारो यसो हेर्दा छोरी पनि आफ्नै होइन क्या हो नाता माइता नगरा धनी मन सारा नाता माइता नगरा धनी मन सारा नाता माइता नगरा नाता माइता नगरा धनी मन सारा नाता माइता नगरा। उसका कुरा सुन्दाखेरि बोल्यो हजुर छाती उसका कुरा सुन्दा हजुर बोल्यो हजुर छाती मेरी छोरी नभएर हुन्छ त झुकेर तिस्रा राति न त माइत नगारा हुने मन सारा न त माइत नगारा हुने मन सारा न त माइत नगारा हुने मन सारा यो माइ खोल्यो ओली भाइ हुने मन सारा न त माइत नगारा। त्यस्तो बोल्दा लाग्न सक्छ यतातिर ढुङ्गो त्यस्तो बोल्दा लाग्न सक्छ यतातिर ढुङ्गो यिनकी आमा पाण्डुवाली हुन् बरु बाउको छैन टुङ्गो जान्न म त त्यो घर यसो गर्नु भएर 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 हे यिनकी आमा त्यही पो रहेछन् शर्म लाग्यो कस्तो छोरीको आमा होइन त नानी त हे छोरीको आमा त्यही पो रहेछन् शर्म लाग्यो कस्तो आँखा हेर्दा नवीन जस्तो लाग्छ मेरै जस्तो नाता माइता नगरा हुने मन सारा 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 नाता माइता नगरा। समाजमा हेर्नुहोस् हजुर यस्तैले नै तिर्छ समाजमा हेर्नुहोस् हजुर यस्तैले नै तिर्छ कसका बुढी कता छन् भन्दै रातिमा झ्याल फोरेर छिर्छ लौ न त माइत नगरा हुने मन सारा 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 न त माइत नगरा। मेला महोत्सव रोधी घरमा जताततै भ्याएको मेला महोत्सव रोधीमा घरमा जताततै भ्याएको ठुलो नहो तैँले पनि अर्कैसँग ल्याएको न त माइत नगरा हुने मन सारा 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 न त माइत नगरा। झगडा गरी गरी
दुईजना मर्ने भो यही झगडा गरी गरी दुईजना मर्ने भो यी दुईटाको झगडाले मलाई दाउ पर्ने भो राम्रा केटी जति नारायणले नि आफ्नै भन्छन् राम्रा केटी जति बुढो गोरु कोरली गाई स्वाएन म कति हुने मन छ अर्को मार्ने तिनटा भाले लडी लडी एकले अर्को मार्ने त्यही भएर हो यो पोथीले बतासे फुल पार्ने भनी बाछुन्जेली रुयौ भाले भाले भनी भनी बाछुन्जेली रुयौ केरी भाले भेटाउँथ्यौ र 32 वर्ष पुग्यौ न त माइता नगर आज अतिथिलाई अतिथि दिएको मलाई केटा देख्दा चम्किरहन्छे भने मारी सौली केटा देखे चम्किहाल्छ होइन त केटा देखे चम्किहाल्छ भने चाहिँ रिसौली ज्यान हेर्दा चाहिँ हाड र छाला तिनधार्नी बिसौली माइकले क्या अलि मजाले खोज्दै त भाउ केटाहरू देख्नै हुन्न ताल परेले टोक्छे केटाहरू देख्नै हुन्न ताल परेले टोक्छे ए बरा सिलको जस्तीको पेटै छैन कहाँबाट बच्चा बोक्छे लौ न त माइता नगर मन छ र न त माइता
छाडा छाडा गाउँछ ए आफ्नै गाउँमा आएर पनि छाडा छाडा गाउँछ तँलाई के पिर बच्चा बसी छाला तन्की आउँछ केटा भनिरहेथ्यौ किन केटा आउँथे केटा केटा भनिरहेछन् दारी फुल्या हरि दाइले तिमीलाई त हलाउँथे आज एउटा भोलि एउटा दिनदिनै पोइ फेर्छौ आज एउटा भोलि एउटा दिनदिनै पोइ फेर्छौ पछि सधैँ संयोग हेर्छौ अलि कसलाई हेर्छौ हरिमाया ज केले रहेछौ करिमामा हरिमाया ज सधैँ बुढो छानिरहन्छौ नमानेर लाज जन्मबाट कति दुःख भएको होला यो जस्तिकी पोइलाई कति गुप्तिर परेको होला यो जस्तिकी पोइलाई बटौलीका बुढा जति नछोड्ने भई कोइलाई कठैबरा तिम्रो पालो आउँदैन
सोझी बाउ अलि खराब छन् मैले यिनलाई घर लानु बर्बादै हुन्छन् आमा मेरी सोझी बाउ अलि खराब छन् मनी तिमीलाई छुँदै छुन्न पितृले सराप छ दर्शकलाई एउटा कुरा बिन्ती छ है हाम्रो दर्शकलाई एउटा कुरा बिन्ती छ है हाम्रो जस्तो खानी बानी पर्यो त्यस्तै लाउँछ राम्रो न त यहाँसम्म आइयो दीपक दाइले बोलाएर यहाँसम्म आइयो केही